आज चाहिँ सबैलाई मेरो तर्फबाट नमस्कार छ। आज चाहिँ तपाईँहरूलाई चाहिँ म गाडी चाहिँ जिरोबाट चाहिँ कसरी चलाउने अनि के कुराको चाहिँ नलेज हुनुपर्छ भन्ने कुरा चाहिँ जिरोबाट म आज सिकाउन चाहिँ गइरहेको छु। ध्यान दिएर हेरिदिनु होला। मनपर्छ भने लाइक सब्सक्राइब अनि सेयर पनि गरिदिनु होला। अब सबैभन्दा अगाडि चाहिँ हामीले चाहिँ ध्यान दिनुपर्ने कुरा भनेको हामीले गाडीभित्र छिर्दाखेरि चाहिँ मेन इम्पोर्टेन्ट चाहिँ चाहिने भनेको हामीलाई चाहिँ सिट है। सबभन्दा अगाडि चाहिँ हामीले गाडी मिलाउँदाखेरि चाहिँ एकदम गाडीभित्र छिरिसकेपछि चाहिँ सिटको कुरा ध्यान दिनु पऱ्यो। अब सिट मिलाउन चाहिँ अब हजुरहरूलाई थाहा हुँदैन, घरबाट सिक्दाखेरि सबभन्दा अगाडि चाहिँ हामीले सिट मिलाउँदाखेरि यो स्ट्यान्ड छ तल होइन, यो स्ट्यान्डलाई चाहिँ एउटा हातले यसरी समात्ने, स्ट्यान्डलाई चाहिँ यसरी आफूतिर पुस गर्ने, एउटा हात चाहिँ स्टियरिङमा समात्ने, यसरी तल माथि हामीले गर्न सक्यो। प्रायः जस्तो सबै गाडीको यो तल नै हुन्छ स्ट्यान्ड। अब यसलाई चाहिँ हामीले लक गर्नलाई चाहिँ यसरी छोड्ने। अब सिट कसरी कम्फर्टेबल छ कि छैन भनेर हामीलाई थाहा पाउनलाई मेन कुरा चाहिँ यो क्लच चाहिँ, क्लचमा चाहिँ हाम्रो खुट्टा यसरी पुरा मजाले बस्नु पर्यो। अनि यो हाम्रो घुँडा चाहिँ थोरै बेन्ड चाहिँ हुनुपर्छ, यसरी तन्किनु भएन। यस्तो भयो भने चाहिँ हामीलाई चलाउन चाहिँ एकदम गाह्रो हुन्छ। त्यसैले चाहिँ हामीलाई चाहिँ सिट कसरी कम्फर्टेबल गराउने भन्ने कुरा चाहिँ त्यो पनि याद राख्नु पर्यो। त्यसको लागि चाहिँ हामीले सिट कम्फर्टेबल बनाउनलाई चाहिँ यो डन्टीलाई चाहिँ थोरै माथि तान्ने, एउटा हात स्टियरिङमा समात्ने, यसरी गऱ्यो भने चाहिँ तल क्लचको खुट्टा पुरा पाइताला मजाले बसेर थोरै घुँडा बेन्ड भयो भने चाहिँ तपाईँलाई सिट कम्फर्टेबल छ भनेर बुझ्नु पर्यो। यति भइसकेपछि अब हामीलाई चाहिने कुरा चाहिँ मेन कुरा चाहिँ अब यिनीहरू तिनवटाको बारे चाहिँ नलेज हुनु पर्यो हामीलाई है। यो तिनवटा चाहिँ हामीलाई नलेज हुनु पर्यो। यसको नाम, यसले गर्ने कामहरू पनि याद हुनु पर्यो तपाईँलाई। अब हाम्रो चाहिँ यसको चाहिँ काम र नाम याद गर्नलाई चाहिँ जहिले पनि हामीले यो राइट साइडबाट ABC भनेर याद गर्ने, ABC। एबाट एस्केलेटर, बीबाट ब्रेक, सीबाट क्लच। अब यति नाम तपाईँले थाहा पाइसकेपछि अब यसले गर्ने काम पनि थाहा पाउनु पर्यो। तपाईँले नाम मात्रै थाहा पाएर चाहिँ हुँदैन, यसले गर्ने काम के हो, यसको काम के गर्छ भन्ने सबै कुराहरू तपाईँले थाहा भइसकेपछि चाहिँ तपाईँलाई चाहिँ यो गाडी बारे अलिकति नलेज हुन्छ। अब चाहिँ हाम्रो एबाट एस्केलेटर भइहाल्यो, बीबाट ब्रेक भयो, सीबाट क्लच। अब एस्केलेटरको काम भनेको हाम्रो गाडी कुदाउने, ब्रेकको काम भनेको हाम्रो गाडीलाई रोक्ने, गाडी स्पिड छ भने हाम्रो स्लो गर्ने काम भनेको ब्रेकको। क्लचको काम भनेको एउटा तपाईँको गाडीको गियर चेन्ज गर्ने। अर्को कुरा भनेको हाम्रो चाहिँ गाडीको थोरै गुडाउनलाई क्लचले पनि मद्दत गर्छ। यति कुरा चाहिँ तपाईँले चाहिँ याद गर्नु पर्यो। यति भइसकेपछि अब हामीलाई चाहियो गियर सिस्टम। गियर पनि हामीलाई अब कति गियरमा छ, कुन गियरमा छ, गाडी न्युट्रलमा छ कि छैन, गाडी गियरमा छ कि छैन भन्ने कुरा पनि थाहा पाउनु पर्यो। त्यसको लागि चाहिँ हामीले चाहिँ गियर चेक गर्दाखेरि गाडी गियरमा छ कि न्युट्रलमा छ भनेर चेक गर्दाखेरि जहिले पनि सबभन्दा अगाडि चाहिँ हामीले चाहिँ ध्यान दिनुपर्ने कुरा चाहिँ जहिले पनि गियर चेक गर्दाखेरि क्लच चाहिँ अनिवार्य थिच्नु पर्यो। अहिले मैले थिचेको छैन, अब चाहिँ हामीले क्लच चाहिँ अनिवार्य चाहिँ यसरी थिच्नु पर्यो। क्लच थिचिसकेपछि त्यसपछि हाम्रो काम के हुन्छ, यो गियर चेक गर्ने। गाडी स्टार्ट गर्नुभन्दा अगाडि सबभन्दा अगाडि जहिले पनि हाम्रो गाडी चाहिँ न्युट्रलमा हुनु पर्यो। अब न्युट्रलमा चाहिँ कसरी थाहा पाउने भने चाहिँ यो अहिले चाहिँ हाम्रो गाडी चाहिँ यसरी लेफ्ट राइट यसरी मजाले हल्लिरहेको छ भने तपाईँले के बुझ्नु पर्यो भने मेरो गाडी न्युट्रलमा छ। यदि तपाईँको अथवा गियरमा छ भने चाहिँ हाम्रो यो गियर लिभर छ, यो गियर लिभर कम हल्लिन्छ। अब जस्तै मानौँ अहिले यो 3 गियरमा छ, अब यो 3 गियरमा छ भने हाम्रो यो गियर लिभर कम हल्लिन्छ। यो भइसकेपछि तपाईँले के थाहा पाउनु पर्यो भनेपछि मेरो गाडी चाहिँ गियरमा छ भनेर बुझ्नु पर्यो। अब यति थाहा पाइसकेपछि चाहिँ अब हाम्रो गाडी चाहिँ तपाईँलाई चाहिँ गियरमा छ कि न्युट्रलमा छ भन्ने कुराको ज्ञान भयो। त्यसपछि चाहिँ अब जस्तै मानौँ हामीलाई चाहिँ गाडी न्युट्रलमा छ भने त ठिकै छ, चेक गरेर थाहा पायौँ। तर यति गियरमा छ भने गियरमा भएको गाडीलाई चाहिँ न्युट्रलमा कसरी ल्याउने त्यो कुरा पनि थाहा पाउनु पर्यो। त्यसको लागि चाहिँ जस्तै हाम्रो 1 गियरमा गाडी छ भनेपछि हामीलाई न्युट्रलमा ल्याउनलाई थोरै यता काट्ने, 1 स्टेप यसरी झार्दै पुग्यो, हाम्रो गाडी यसरी न्युट्रलमा आयो। तपाईँले चाहिँ अब 1 गियरमा छ भने एकैचोटि यसरी पावरले फोर्सले हानिदिनु भयो भने 2 गियरमा जान्छ। त्यसैले चाहिँ हाम्रो 1 गियरमा गएको गाडी छ भनेपछि तपाईँले 1 स्टेप ट्याक्क यसरी झार्दा पुग्यो। अब हामीलाई चाहिँ भर्खर सिक्दाखेरि चाहिँ जहिले पनि
एक गियर आवश्यक पर्छ। अब एक गियर हाल्नलाई चाहिँ हामीले चाहिँ त्यो पनि जान्नु पऱ्यो। एक गियर हाल्दाखेरि पहिला सुरु चाहिँ क्लच लिने। अब यो एउटा घर हुन्छ, तपाईँको यो घर हुन्छ 1 2 3 4 5 6, यो यता 6 हुन्छ कसैको गाडीको, कसैको चाहिँ 5 गियरसम्म हुन्छ। यो रिभर्स गियर, आर भनेको रिभर्स गियर। अब हामीलाई चाहिँ एक गियर लगाउनलाई सबैभन्दा अगाडि चाहिँ न्युट्रलमा आउनु पऱ्यो। गाडी न्युट्रल भइसकेपछि एक गियर लगाउनलाई यसरी थोरै यता लेफ्ट साइडमा पुरा यसरी धकल्ने अनि माथि एक गियर लाग्यो। अब हामीलाई चाहिँ 2 गियरमा हाल्नलाई चाहिँ यतै धकलेर सिधै तल डाउन गर्नु पऱ्यो, यो 2 गियर लाग्छ। अहिलेलाई चाहिँ हामीलाई सिर्फ एक गियरमा चाहिँ एक गियर चाहिँ कसरी लगाउने भन्ने कुरा चाहिँ याद हुनु पऱ्यो। अब यति गरिसकेपछि चाहिँ अब हाम्रो चाहिँ अर्को कुरा के थाहा पाउनु पऱ्यो भनिसकेपछि यो ह्यान्ड ब्रेक। अब गाडी स्टार्ट गर्नुभन्दा अगाडि जहिले पनि चाहिँ ह्यान्ड ब्रेक लागेको छ कि छैन त्यो कुराहरू पनि ध्यान दिनु पऱ्यो। अब तपाईँले चाहिँ गियर सेयर लगाएर चाहिँ सबै कुरा गरिसकेपछि चाहिँ हाम्रो ह्यान्ड ब्रेक पनि हेर्नु पऱ्यो। ह्यान्ड ब्रेक चाहिँ अब कसरी झार्ने भन्ने कुराहरू कतिजनालाई चाहिँ थाहा हुँदैन। भर्खर गाडी सिक्ने जिरो हुने दिदी भाइ बहिनीहरूलाई दाइहरूलाई चाहिँ थाहा हुँदैन। त्यस कारणले चाहिँ अब यो ह्यान्ड ब्रेक चाहिँ कसरी युज गर्ने भन्ने कुरा पनि म सिकाउँदैछु, हेरिदिनु होला राम्रोसँग। ह्यान्ड ब्रेक युज गर्दाखेरि चाहिँ अहिले यो हाम्रो गाडी लक भएको छ। यो ह्यान्ड ब्रेकले चाहिँ जहिले पनि हाम्रो पछाडिको दुईवटा टायरलाई चाहिँ लक गर्ने काम गर्छ। यो युज भनौँ मेन इम्पोर्टेन्ट युज हुने भनेको एउटा पार्किङमा, एउटा उकालोमा। अब तपाईँलाई चाहिँ यो ह्यान्ड ब्रेक झार्नलाई चाहिँ जहिले पनि हामीले चाहिँ पहिला सुरु यो बटन थिच्नु हुँदैन। यसरी बटन थिच्यो भने तल झर्दैन। अब यसलाई झार्नलाई चाहिँ पहिला सुरु यो स्ट्यान्ड हुन्छ ह्यान्ड ब्रेकको, यो स्ट्यान्डलाई पहिला आफूतिर पुस गर्ने, अब यो बटन थिच्ने, तल डाउन गर्ने। यसरी चाहिँ हाम्रो चाहिँ पछाडिको टायरबाट चाहिँ ह्यान्ड ब्रेक चाहिँ अनलक भयो। अब हामीलाई चाहिँ फेरि अब पार्किङमा राख्नु छ, फेरि लक गर्नलाई चाहिँ ह्यान्ड ब्रेक सिधा माथि तान्ने, यसरी तान्यो भने लाग्यो। तपाईँले झार्दाखेरि थोरै माथि तान्ने, बटन थिच्ने, डाउन गर्ने। तपाईँले सिधै बटन थिचेर यसरी ह्यान्ड ब्रेक तान्नुभयो भने राम्रोसँग लाग्दैन। अब यति गरिसकेपछि चाहिँ अब ह्यान्ड ब्रेक झार्यौँ हामीले। ह्यान्ड ब्रेक झारिसकेपछि चाहिँ अब हामीलाई चाहिँ मेन अब यति गरिसकेपछि अब मिररको पनि कुराहरूलाई चाहिँ याद गर्नु पऱ्यो। अब हामीले चाहिँ मिरर चाहिँ जहिले पनि अब हाम्रो ट्रायल छ भने चाहिँ यसो डाउन गर्नु पऱ्यो होइन। त्यति ट्रायल छैन भने हामीले चाहिँ अब बाहिर गाडी चलाउनलाई चाहिँ जहिले पनि यो लकहरू छ, यो लकदेखि थोरै माथि पछाडि पुरा भ्यू देखिने गरी मिलाउनु पऱ्यो। दुई साइडको यसरी मिलाइदियो भने के हो, पछाडि आउने गाडीहरू पनि देखिन्छ, आफूले बाटो काट्दाखेरि पनि तपाईँलाई चाहिँ गाडीहरू देखिन्छ। अब यति गरिसकेपछि चाहिँ अब हामीले चाहिँ गाडी अब स्टार्ट गर्छौँ। कसरी गाडी चलाउने भन्ने कुराहरू चाहिँ अब बिस्तारै म सिकाउनै गइरहेको छु, हेरिदिनु होला। अब एकछिन पस ल। अब हामीले चाहिँ सबै कुराहरू चाहिँ लगभग थाहा पाइसकेका छौँ होइन। अब चाहिँ हामीले चाहिँ स्टियरिङको बारे पनि थाहा पाउनु भयो। तपाईँले चाहिँ अब कता काट्दाखेरि गाडी कता जान्छ, कता काट्दाखेरि गाडी कता जान्छ होइन, तपाईँलाई त्यो नलेज पनि हुनु पऱ्यो। अब भर्खर जिरोमा सिक्दाखेरि चाहिँ हाम्रो चाहिँ के हुन्छ भने चाहिँ गाडी जस्तै तपाईँलाई चाहिँ अब जस्तै गाडी गुडाउँदाखेरि त अगाडिको टायर चाहिँ कता साइडमा छ भन्ने कुरा पनि थाहा हुँदैन। त्यो टायर सिधा गराउने तरिका चाहिँ म अहिले सिकाउँदैछु, त्यो ध्यान दिएर हेरिदिनु होला। सबैभन्दा अगाडि चाहिँ यो गाडीको टायर चाहिँ सिधा गराउँदाखेरि चाहिँ तपाईँले के कुरामा ध्यान दिनु पऱ्यो भनेपछि यो अफ भएकोलाई स्टियरिङ घुमाउनु भएन। तपाईँको भित्रको बेरिङ फुट्छ। तपाईँले चाहिँ जहिले पनि यो स्टियरिङ घुमाउँदाखेरि चाहिँ सबभन्दा अगाडि चाहिँ गाडी स्टार्ट गरेर चाहिँ स्टियरिङ घुमाउनु पऱ्यो। अब गाडी स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ पहिला सुरु चाहिँ क्लच पुरै थिच्ने, त्यसपछि चाहिँ गाडी न्युट्रलमा छ कि छैन त्यो हेर्नु पऱ्यो होइन। यदि गाडी न्युट्रलमा छैन भने चाहिँ न्युट्रलमा ल्याउने तरिका मैले भिडियोमा त्यहाँ अहिले भनिसकेको छु, त्यो हेरिदिनु होला। अब न्युट्रलमा आइसकेपछि चाहिँ पहिला सुरु यो चाबी चाहिँ जहिले पनि हाम्रो सेकेन्ड थर्ड राउन्डसम्म हुन्छ। फर्स्ट राउन्डमा चाहिँ हाम्रो चाहिँ फर्स्ट राउन्ड सुरु भयो। सेकेन्ड राउन्डमा चाहिँ यो हाम्रो सबै साइनहरू देखाउँछ, यता देखाउँछ अगाडि डिस्प्लेमा। यता साइनहरू चाहिँ यो अनिवार्य साइनहरू देखाउँछ। यो साइनहरू देखाइसकेपछि चाहिँ फेरि अर्को एक राउन्ड खोलिदिने चाबी ट्याक्टर यसरी। यति गरिसकेपछि चाहिँ हाम्रो गाडी स्टार्ट भयो। अब तपाईँलाई चाहिँ अगाडि चाहिँ हाम्रो टायर सिधा छ कि छैन कन्फ्युज भयो, अगाडि चाहिँ कन्फ्युज भयो भने त्यस्तो अवस्थामा स्टियरिङलाई चाहिँ पुरा लक गर्नु।
तपाईँले राइट या लेफ्ट जता लक गरे पनि स्ट्रिङ जबसम्म घुम्छ घुमाउने। अब यो घुम्न छोड्यो लक भयो होइन। अब यो ठुलो राउन्ड देख्नु भएको छ, यो ठुलो राउन्डलाई चाहिँ हामी चाहिँ अब यो डिस्प्ले अगाडि यो चाहिँ स्पिड मिटर अगाडि चाहिँ ट्याक्क 2 राउन्ड चाहिँ खोल्नु पऱ्यो। अब यो ठुलो राउन्डलाई चाहिँ यहाँ पार्नु पऱ्यो स्पिड मिटरमा 1 2। त्यस्तो गरिसकेपछि चाहिँ हाम्रो टायर सिधा हुन्छ। अगाडि टायर देखाइदिनुहोस्, अगाडि चाहिँ हाम्रो टायर सिधा हो। यति कुरा गरिसकेपछि चाहिँ हाम्रो के भयो, एउटा चाहिँ यो लास्ट चाहिँ गाडीको चाहिँ यो टायर सिधा बनाउने तरिका थाहा पाउनुभयो। अब हामीले गाडी चाहिँ स्टेरिङ कता काट्यो चाहिँ कता जान्छ भन्ने कुरा पनि नलेज हुनु पऱ्यो। अगाडि बढाउँदाखेरि तपाईँले अब राइटतिर यसरी काट्दै जानुभयो भने हाम्रो गाडी राइटतिर जान्छ, लेफ्टतिर काट्दै जानुभयो भने लेफ्टतिर जान्छ है। अब यति कुरा चाहिँ ध्यान दिनु पऱ्यो। अब चाहिँ तपाईँलाई चाहिँ म गाडी चलाउने कुराहरूको सबै नलेज दिइसकेको। अब गाडी कुदाउने कसरी के भन्छ होइन। अब चाहिँ सबभन्दा अगाडि चाहिँ म अब त्यो ध्यान लगाउँछु। अब हामीले चाहिँ अब चाहिँ सिट मिलायो सबभन्दा अगाडि ट्याक्कै आफ्नो कम्फर्टेबल अनुसार। त्यसपछि चाहिँ हामीले चाहिँ क्लच छिच्नु पऱ्यो गाडी स्टार्ट गर्नुभन्दा अगाडि। अनि हाम्रो गाडी न्युट्रलमा चाहिँ केमा छ चेक गर्ने। अब यति गरिसकेपछि हामीले स्टार्ट गर्ने 3 राउन्ड है चाबीको। यो फर्स्ट राउन्ड, सेकेन्ड राउन्ड, थर्ड राउन्ड यति। त्यसपछि चाहिँ मैले 1 गियर हालेँ। अब ब्रेकमा खुट्टा राख्नु पऱ्यो जहिले पनि ह्यान्ड ब्रेक झार्दाखेरि। अब ह्यान्ड ब्रेक पहिला यो स्ट्यान्डलाई माथि ताने बटन थिच्यो। अब चाहिँ हामीले चाहिँ गुडाउनलाई चाहिँ भर सिक्दाखेरि चाहिँ यसरी बिस्तारै पहिला थोरै रेस्ट दिने, प्लस थोरै उठाउने। जब गाडी गुड्छ क्लचलाई यत्तिकै एकछिन राख्ने, अनि थोरै अगाडि जाँदै गऱ्यो भने चाहिँ यसरी हामीले चाहिँ गाडी चलाउन सक्यो भर सिक्दाखेरि चाहिँ। अरू केही टिप्सहरू तपाईँलाई चाहिन्छ भने मेरो भिडियोको कमेन्टमा गएर चाहिँ कमेन्ट गरिदिनु होला। त्यसको बारे चाहिँ म पुरा भिडियो डिटेल सहित बनाइदिन्छु। अब उकालो कसरी उठाउने भन्ने कुरा हुन्छ कि तपाईँलाई चाहिँ अब यो ट्रायल सम्बन्धीको केही कुराहरू चाहिन्छ भने चाहिँ मलाई कमेन्ट गरिदिनु होला।